पोर्चुगलमा रहेको लिस्बनको मन्दिर दर्शन सँगसँगै आज छोरीको पास्नी। सो सबैले यो भिडियो हेरेर छोरीलाई आशीर्वाद अनि मन्दिर दर्शन गर्नुहोला है। त अब भिडियो सुरुबाट। सो बिहानै उठेर खिरहरू बनाएर घरमा पूजा गरेर अब चाहिँ हामी निस्किँदैछौँ मन्दिरको लागि। पानी चाहिँ एकदमै परेको थियो हिजो रातिदेखि नै। एक त बिहानको अफिस टाइम झन् पानी परिरहेको, यति जाम भयो, आधी घन्टामा पुग्नुपर्ने ठाउँमा 1.5 घन्टा लाग्यो। सो पानीमा भिज्दै भिज्दै भए पनि मन्दिर चाहिँ पुग्यो। गुरुले चाहिँ तपाईँहरूको कारणले अर्को जनालाई चाहिँ मैले लेट बोलाएँ भन्दै हुनुहुन्थ्यो। बजे भनेको मान्छे हामी 10 बजे आयौँ, धन्न कुर्दिनु भयो। अनि अब चाहिँ हामी पूजाको लागि रेडी हुँदैछौँ। स्वस्तिक बनाउनको लागि सानो कचौराहरू लिएर आएको थिएँ। अनि जति सक्दो जे सामान छ घरको सब लिएर आएर चाहिँ स्वस्तिक बनायौँ। अब चाहिँ हाम्रो नानीलाई लुगा सुगा फेरिदिएर पूजा स्टार्ट हुँदैछ। गुरुले बसेर एकछिन जपसप गर्न लगाउनु भयो। अनि त्यसपछि चाहिँ मन्दिर पुरै घुमेर आउनु अनि भगवानलाई पहिला दर्शन सर्शन गरेर त्यहाँ खिरहरूलाई भोग लगाएर त्यसपछि खिर खुवाउने कार्यक्रम गर्नुपर्छ भन्नुभयो। सो मन्दिरको एक परिक्रमा गरेर त्यहाँ चाहिँ शिवलिङ्गहरू रहेछ, अनि त्यहाँ चाहिँ दुध चढाएर पानी चढाएर अनि अब चाहिँ सानीलाई ल्याएको गरगहनाहरू लगाइदिनु भन्नुभयो, लगाइदिएँ। चाहिँ खिर खुवाउनु भन्नुभयो। खिर खाएर कस्तो रियाक्सन गर्छिन् होला जस्तो लागेको थियो। छोरीले त कस्तो मजाले निलिरहेको कस्तो खुसी लागेर। अनि त्यसपछि मैले खुवाएँ। त्यसपछि बुढाको पालो आयो अनि बुढाले पनि खुवाउनु भयो। मेरो साथीको दिदी अनि हामी जुन घरमा बस्छौँ त्यहाँको बहिनी उसको छोरी आएको थियो। विदेशको ठाउँमा परिवार नै त्यही त हो नि, जहाँसँगै बसिन्छ उनी परिवार। पूजापाठ पनि सक्यो, गुरुलाई दक्षिणा दिएर हामी चाहिँ त्यहाँ क्लिन गर्दै थियौँ। जे राख्न मन लाग्छ मन्दिरमा राखिदिनु प्रसादको लागि भन्नुभयो। यसो प्रसादमा राख्ने जस्तो चिजहरू चाहिँ राखिदिएँ। अनि सेल पनि लिएर आएको थियौँ, थोरै कसैले खाला भनेर थोरै राखिदिएर अनि गुरुबासँग 1-2वटा फोटो खिचेँ। ग्रुपमा फोटोसोटो खिचेर छोरी लास्ट रुन थाले। यति पनि मान्दिनँ जस्तो लागेको थियो। रुगा खोकीले साह्रै गाह्रो भएर औषधि खुवाएर लिएर आएको थिएँ। लुगा पेन नमानेर जे भित्रबाट लुगा लगाएको छ ब्ल्याङ्केट ओढेर त्यसैमा लिएर जाँदैछौँ। अब चाहिँ पानी एकदमै परेर रोकेकै थिएन, चिप्लेर भन्ने डर लागिरहेको थियो। बाहिरबाट हेर्दाखेरि पनि मन्दिर कस्तो दामी देखिने कि। अनि बस स्ट्यान्ड साइडमा आएर बोल्ड गरेर अब चाहिँ हामी बोल्ड कुर्दै थियौँ। एकदमै चिसो थियो। अनि चाहिँ झन् चर्को आयो। फाइनली बोल्ड पनि आयो, बोल्डमा बस्यौँ। फाइनली सकियो हाम्रो छोरीको भात खुवाइ पनि राम्रोसँग। पानीले मात्रै दुःख दियो, त्यति हो। घर पनि पुग्यो आनन्दले। बिहान बालेको दियो, अहिलेसम्म बलिरहेको रहेछ, कस्तो आनन्द आएको के। अनि घरमा आएर हामीले बिहान चाहिँ अलिअलि चढाउनलाई सेल बनाएर लिएर गएको थियौँ। अहिले चाहिँ फाइनली सबजना मिलेर सेल बनायौँ दिउँसोको लागि। पकाइ तुलाइ गऱ्यौँ। अनि मैले चाहिँ टेबलमा सानो डेकोरेसन गरेको थिएँ। अनि घरमै बस्ने 2जना ब्रदर आएर नानीलाई खिरसिर खुवाइदिनु भयो। अनि खाना पनि पाकिसकेपछि सबजना मिलेर बसेर मिठो मसिनो खायौँ दिउँसोको स्न्याक्स चाहिँ। त्यसको ठाउँमा आफन्त भने त्यस्तै हो, जहाँ बसिन्छ सबै नै परिवार नै हो। अनि सबजना मिलेर बेलुकाको डिनर पनि सँगै गऱ्यौँ। अनि उहाँहरूले गर्दा मेरो छोरीको पास्ने पनि मजाले भयो। थ्याङ्क यू सो मच सबैजनालाई।